आँसु आयो छैन अहिले भर्खरमा रोँदै रहेछ होइन भर्खरमा रोँदै रहेछ आज पुरा मजा लागिरहेको रहेछ आज पुरा भर्खर रोँदै रहेछ आज बुधबार मजा रहेछ हौ भर्खर रोँदै रहेछ सम्झेर आँसु आयो होला नि त नि भयो प्लिज उहाँ आन्टी चाहिँ सलक्कै भएर उहाँ सुतिसक्यो रुदिन भनेको आन्टी बाहिर निस्किउँ न पुरा रुनु थाल्यो अरे नजानु ल सलक्कै भइसक्यो दुईजनै अब जहिले पनि बिचरा रुँदै जानुभयो त अस्ति एउटा थियो त्यही हो एउटा रोँदा ल ल कस्तो रोइदिएको फेरि ल मेरो छोरी लिएर गएँ अब पानी घट्टाबाट छोडियो आजदेखि पानी घट्टा छोरीले नराम्रो लाग्दैन त यत्रो वर्ष सँगै बसेपछि हिजो तिमीलाई नसोधी हिँडेको त अनि म यहाँ लाने मान्छे कता आँसु झर अब झन् पठाउने मान्छेलाई त कस्तो होला अस्ति त्यो जोनिका गई अब त्यो यो थिएँ नि त यहाँ मन बोलाउने वास्तै भएन अङ्कलले डायरी दिनुभयो मलाई नयाँ र ल अङ्कलको चिनो मैले यादै गरिनँ नि मैले यो डायरी हेरिरहेको थिएँ अङ्कलले मैले यो डायरी हेरिरहेको थिएँ क्या कहिले अस्ति कहाँ घरमै अनि अङ्कलले दिनुभएको भयो भिडियो बेसी नगर्नु न